Hello everyone, welcome to my YouTube channel. आज चाहिँ हामी बारा क्षेत्रको पुरुषोत्तम नुहाउन जाँदैछौँ। हेलो गाइस, हेलो भन्नु। हामी चाहिँ आज गोडगाउँबाट सबैजना पुरुषोत्तम नुहाउन जाँदैछौँ। अहिले हामी चाहिँ यहाँ बुढी गङ्गा आइसक्यौँ। अब यो बाटो हुँदै हामी चाहिँ अब बारा क्षेत्र जाँदैछौँ। यहाँ पानी पनि परेको थियो अलिअलि, बाटो पनि भिजिरहेछ र हामी चाहिँ जाँदैछौँ। आज एकदम रमाइलो भइरहेछ हामी सबैजना। यो चाहिँ हाम्रो इटरीको भाटबटेनी हो, एकदमै राम्रो छ। हजुरहरू पनि सपिङ गर्न आउनुहुन्छ भने आउनु होला भाटबटेनीमा। सबै थोक सामानहरू पाउँछ र हामी चाहिँ अब जाँदैछौँ र यहाँ गाडीमा साथीहरू सबैजना रमाइलो गर्दै गीत गाउँदै जाँदैछौँ। हामी सबैजना रमाइलो गर्दै हामी चाहिँ नि रमाइलो गरिरहनु भएको छ। पछाडि आन्टीहरू दिदीहरू हामी सबैजना अब जाँदैछौँ। अब चाहिँ हामी यताबाट लाग्यौँ, हामी चाहिँ यो मासतिर लाग्यौँ, कान्छी चोकदेखि मासतिर लागिसक्यौँ। हामी चाहिँ यो जङ्गलमा पुग्यौँ। यो चाहिँ हाम्रो के भन्छ नडाहा गेट। अब चाहिँ यहाँदेखि चाहिँ हामी अब लाग्दैछौँ र बारा क्षेत्रतिर लाग्दैछौँ र हाम्रो गाडी बिग्रियो। गाडी बिग्रेर हामी चाहिँ यहाँ भिडियो बनाउँदै टिकटक बनाउँदै फोटो खिच्दै बस्यौँ। हाम्रो पछाडि गाडी बिग्रेर एकदम बिजोग भयो र पानी पनि पर्दै थियो र चाहिँ हामी अनि एकछिन फुर्सदको टाइममा पर्खिरहेको थियौँ। गाडी बनाउनु हुँदै थियो र अनि हामी चाहिँ भिडियो बनायौँ र अब चाहिँ हामी गयौँ गाडी बनाइसकेर। यो चाहिँ हो चतराको झन्डा चोकबाट हामी सिधै गयौँ र गयौँ। अब चतरा गएर फेरि हाम्रो पम्चर भयो गाडी, अनि त्यसपछि फेरि हाम्रो गाडी बनाउनु थाल्नुभयो दाइले र गाडी बनाइसकेपछि फाइनली हामी चाहिँ गयौँ। यहाँ पानी पनि पर्दैछ र हामी अब जाँदैछौँ। हाम्रो साथीहरू चाहिँ अगाडि नै गाडीमा पुगिसक्नुभयो। हामी चाहिँ अब यो बिस्तारै जाँदैछौँ। पानी पनि परेछ, मौसम चाहिँ साह्रै राम्रो भइरहेछ, एकदमै राम्रो भइरहेछ। अगाडि चाहिँ पुरै हुस्से लागे टाइपको पर हेर्दा पनि भइरहेछ र राम्रो छ। अनि त्यसपछि हामी गयौँ र कति राम्रो मौसम हेर्नु, पानी परेर यस्तो दामी मौसम भइरहेछ र हामी चाहिँ गयौँ। अनि हामी अब माथि चढ्यौँ, चतरादेखि माथि चढ्दैछौँ। अब बारा क्षेत्रको के भन्छ त्यो पुल आउन लाग्यो, हामी चाहिँ गइरहेछौँ र साथीहरू हामी चाहिँ अब यसरी भिडियो बनाउँदै गइरहेछौँ, गफ गर्दै रमाइलो गर्दै गइरहेछौँ। फाइनली हामी चाहिँ बारा क्षेत्रको गेट आइसक्यौँ। मतलब यो पुलको छेउको चाहिँ अब यहाँदेखि हामी बारा क्षेत्रको लागि जान्छौँ। यहाँ चाहिँ एकदमै गाडीहरू जाम भएर अब यताबाट घुराएर आउनु भन्नुहुँदैछ यहाँ ट्राफिकहरूले। अनि त्यही भएर हामी चाहिँ अब यता गाडी घुमाएर हामी चाहिँ यताबाट चारतिरबाट गाडी एकै ठाउँ भएर झन् जाम भएर, त्यही भएर अब हामी यताबाट यो पुल पारी गएर पुल पारीबाट गाडी घुमाएर अनि आउँछौँ र आएर अनि त्यसपछि हामी जान्छौँ। अनि चाहिँ हामी गएर त्यो के भन्छ, अनि त्यसपछि पारी पुगेर अनि त्यहाँबाट घुमाएर यो पुल पारी पुगेर घुमाएर हामी चाहिँ अब यता लागिसक्यौँ। हामीले गुप्त बराहा हुँदै हामी चाहिँ अब यो बाटो बारा क्षेत्र हुँदै जाँदैछौँ। पानी पनि परिरहेछ साथीहरू सबै। अब गाडी चाहिँ एकदमै बाटोमा एकदमै जाम, अब शनिबार भएर पनि होला एकदमै भिड कुम्भ मेला जस्तै भिड र हामी चाहिँ यहाँनिर जाममा पऱ्यौँ। गाडीहरू त जानै नसकेर हामी यहाँदेखि हिँडेको। यो पुलमा पनि मान्छेको यति भिड, यहाँ त पैदल यात्राको पनि पुरै जाम। बल्ल यो पुलमा साइडबाट बल्ल यो गाडीले गर्दा झन् जाम भएर हामी चाहिँ अब बिस्तारै यहाँबाट कट्यौँ र साथीहरूले छोडेर गइसकेर हामी चाहिँ कुदेर अनि भेटौँ भनेर कुद्यौँ हामी। रमाइलो पनि भयो कुद्दाखेरि र हामी चाहिँ कुदेर हामी फाइनली हामीले चाहिँ भेट्यौँ। हामी चाहिँ अब यो बारा क्षेत्र
सक्यौँ। हेर्नुहुन्छ बाटो यस्तो हिलो छ, पानी परेर होला यस्तो खतम बाटो भएको छ यहाँनिर। फाइनली हामी चाहिँ मन्दिर प्रवेश गऱ्यौँ र यहाँ चाहिँ हामीले अब गयौँ। हामी ग्रुप थियौँ र साथीहरू हामी ग्रुप थियौँ। पर्खिँदै पर्खिँदै हामी चाहिँ गयौँ। भिड थियो, अब सँगै हिँड्न चाहिँ अलिकति सम्भव भएन। 2-4जना साथीहरूको अगाडि पछाडि भइसक्नु भएको छ र हामी चाहिँ अब बराहधाम प्रवेश गऱ्यौँ र हामी चाहिँ अब गएर सिधै बराह क्षेत्रको कोसीमा गएर हामी चाहिँ अब नुहाउँछौँ। हामी चाहिँ यसरी भिडियो बनाउँदै सबैतिरको भिडियो बनाउँदै हिँड्दै थियौँ म चाहिँ, र हामी साथीहरू चाहिँ अगाडि हिँड्नुहुँदैछ र हामी चाहिँ अब यताबाट साथीको बहिनी छोरीले पनि भिडियो बनाउँदैछ, म पनि बनाउँदैछु र अब हामी चाहिँ मन्दिर दर्शन गर्दै गर्दै हामी चाहिँ खोलातिर जान्छौँ र हामी चाहिँ अब यहाँ एकदमै भिड छ, बिस्तारै हिँड्नुपर्छ, ठेलाठेल गर्न पनि मिल्दैन। पछाडिबाट त ठेल्दै थिएँ र पनि हामी चाहिँ अब बिस्तारै मेरो पछाडि चाहिँ उहाँ टिकटकको फेमस सीमाजी हुनुहुन्छ। मलाई त थाहा पनि थिएन यतिखेर मेरो पछाडि हुनुहुन्छ भनेर, तर पछि फर्किँदा चाहिँ हामीले देख्यौँ हो रहेछ भनेर। अनि अब पछि मात्र मैले थाहा पाएँ। अनि त्यसपछि हामी खोलामा गएर नुहाइसकेर हामीले चाहिँ अनि पूजा गऱ्यौँ। पूजा गरेर अनि जलहरू चढाइसकेर यहाँ हामीभन्दा ढिलो गर भनेर कराउनु हुँदैछ र हामी चाहिँ अनि अब यहाँ पूजा गरिसकेर हामी चाहिँ फाइनली हामी चाहिँ अब यहाँ पूजासुजा पनि सकेर रेडी भइसकेर हामी चाहिँ अब खोलाबाट मन्दिरतिर जान आँटेको साथीहरू। अब हामी मन्दिरमा अब फोटोहरू खिच्ने, मन्दिरमा पूजासुजा गर्ने, अनि त्यसपछि हामी घर जान्छौँ। फाइनली हामी चाहिँ यो बारा क्षेत्रको यो एकदमै शक्तिशाली ढुङ्गा उचालिसकेर हामीले यता विष्णुको पनि दर्शन गऱ्यौँ। त्यसपछि हामी यता दर्शन गरिसकेर हामी चाहिँ यो एकदमै राम्रो मूर्ति रहेछ, यो त हामीले उता काठमाडौँमा देखेको थियौँ, यहाँ पनि रहेछ। र हामी चाहिँ अब घरतिर लाग्यौँ साथीहरू। अनि त्यसपछि अब घरतिर लाग्यौँ। बाटो यस्तो छ र पनि अब बिस्तारै सबै साथीहरूलाई समेट्दै हामी चाहिँ लाग्यौँ र फाइनली हामी चाहिँ खाजा खाने ठाउँमा आएर इटरी आएर यहाँनिर हाम्रो यो के होटल भन्ने छ त्यो होटलमा आएर, होटलको नाम बिर्सेँ, आएर हामीले चाहिँ यहाँ खाना त खाएनौँ, खाजा नास्ता खायौँ। नानीहरूले नास्ता खायो, मेरो छोरीले चाहिँ किमा नुडल्स खाएर मैले भिडियो बनाइदिएको र हामी चाहिँ अब यहाँबाट खाजा खाएर हामी चाहिँ अब सबैजनाले खाजा खायौँ र मेरो छोरीले चाहिँ किमा नुडल्स खायो र हामीले चाहिँ मोमो खायौँ। हामीले खाएको चाहिँ भिडियो बनाएन, मेरो छोरीले खाएको चाहिँ साह्रै स्वादले खाएँ, त्यही भएर मैले भिडियो बनाएको, लजाउँदै थिएँ भिडियो बनाउँदा। त्यही भएर हामी चाहिँ अब फाइनली गाइज हामी चाहिँ यो इटरी चोक आइसक्यौँ। हामी चाहिँ अब यो घर फर्केको हो, त्यही भएर हामी इटरी चोक आइसक्यौँ। अब इटरी चोकबाट सिधै हामी घरतर्फ लाग्दैछौँ र अब यो इटरी कटिसकेर हामी चाहिँ घरतर्फ फाइनली हामी चाहिँ घर आइपुग्यौँ र यहाँ मेरो छोरीले भिडियो बनाउँदैछ। हामी चाहिँ आइसक्यौँ, म चाहिँ अगाडि छु र पछाडि साथीको छोरीहरू छ, आउँदैछ र हामी चाहिँ फाइनली घर आइपुगिसक्यौँ। धेरै भिड भएको कारणले टाइम लाग्यो। हामी 10 बजी घर आइपुग्ने भनेर गएको थियौँ, तर सम्भव भएन। त्यसैले मेरो छोरी चाहिँ अब यहाँ बहिनीलाई दोकानमा छोडेर गएको थिएँ, उसको उयो गर्दैछ।